सो है गाइज, सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै र आरामै छु। अनि मेरो मिनी ब्लगमा सबैजनालाई वेलकम छ है त। अनि म चाहिँ टक्क लगाएर घरमा बसी बसी वाक्कै लाथेँ र है, अनि जिउमा हल्का गन्धनी भएको थियो, त्यसैले म नुहाउन जाँदैछु। अनि घाम चाहिँ बब्बाल चर्किथ्यो। सो त्यही नै हो। अनि म चाहिँ मिनी ब्लग चाहिँ फर्स्ट टाइम गराउँदैछु। अनि कस्तो लाग्यो मन पऱ्यो मलाई कमेन्ट सेयरसम्म दिनु होला। यही त गफ गर्दा गर्दै म चाहिँ टक्क लगाएर आइसकेँ नुहाउने ठाउँमा। अनि पानी आउँछु कि आउन्न भनेर मैले चेक गर्दैछु। अनि पानी चाहिँ बब्बाल तातो आउँछ। अनि यहाँ चाहिँ तातो पानी आउँछ नि त, डरममाथि तताउँछ नि त। अनि हाम्रो बाख्रामा चाहिँ टक्क लगाएर मजाले नुहाउनु पर्ने हुन्छ, चिल पारामा मैल गएको होला होइन। टक्क लगाएर म चाहिँ टक्क कपडाहरू पनि थोरै सुकाएको, माथि पनि सुकाएको छु। अनि यस्तै चलिरहेछ। अनि फुल भिडियो चाहिँ मेरो युट्युबमा आउँछ, सब्सक्राइब गर्नु होला।